नमस्कार आदरणीय दर्शकबिन तथा श्रोताहरू। 24 हस्पिटल भनेर नामाकरण गर्न उपयुक्त भएको यो हस्पिटल 1 महिनादेखि काम बन्द भएको यहाँका जनमासको गुनासो रहेको छ। किनकि एउटा आश लाग्दो ग्रामीण भेगमा यसरी ठुलो हस्पिटल बन्नु भनेको हाम्रो जीवनमा नयाँ जीवन पाउनु सरह ठानिएको हस्पिटल अहिले 1 महिना भन्दा अगाडिदेखि यसरी निर्माणाधीन अवस्थामा रहेको छ। 24/6 धनकुटामा अवस्थित यो नवनिर्मित 24 हस्पिटल भन्दा सायद फरक नपर्ला। नामकरण त हुनु बाँकी नै छ, तर पनि समग्रमा हेर्ने हो भनेदेखि 24 हस्पिटल हुन सक्छ। यो के कारणले हो, यो के कसको कमजोरीले हो, पक्कै पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने जरुरत हुन्छ। आदरणीय दर्शकबिन तथा श्रोताहरू, अहिले यो हस्पिटल निर्माण कार्य एकदम ठप्प भएको छ। एक 1.5 महिना अगाडिदेखि यो निर्माण ठप्प भएको हस्पिटल यसरी कसको कमजोरीले, किन र कसरी चाँडैभन्दा चाँडै यस बारेमा सम्बन्धित निकायले, स्थानीय सरकारले चाँडैभन्दा चाँडै ध्यान दिनुपर्ने हुन्छ। करोडौं करोडले बनिरहेको यो हस्पिटलमा अहिले यसरी काम गर्दा गर्दै काम रोकिएको छ, ठप्प काम रोकिएको छ। यो हरेक जनताहरू, जस्तो कि पहाडी इलाकाका जनताहरू मात्रै नभएर सारा नेपाली जनताहरूले आश गरेको यो हस्पिटल, पक्कै यो हस्पिटल बनेपछि जनताहरूलाई भार नपर्ने, सहज ढङ्गले घर नजिकै पहाडी इलाकाका जनताहरू र जनताहरूलाई सेवा पुग्ने र सेवा पाइने ठलो हस्पिटल भनेर आश लाग्दो एउटा हस्पिटलले यसरी बन्दै ठप्प काम रोकिएको छ। यसमा अघि पनि भनेको छु, यहाँका बुद्धिजीवी सरकारवालाहरूले चाँडैभन्दा चाँडै यस बारेमा ध्यान दिनुपर्ने हुन्छ र यहाँका कामको लागि जुन कम्पनीलाई ठेका दिनुभएको छ उहाँलाई चाँडैभन्दा चाँडै सम्पर्क गराएर यो हस्पिटल चाँडैभन्दा चाँडै निर्माण होस् र निर्माण चाँडै हुनको लागि सम्बन्धित सरकारवालाज्यूहरूले ध्यान दिनुपर्ने हुन्छ। यसमा जनताको करोडौं करोड पसिनाहरू यसमा लगानी भएको छ। जनताहरूले तिरेका करहरू हुन्छ
त्यसैले आदरणीय दर्शकबिन तथा श्रोताहरू, अति ठुलो 2400 हस्पिटल भनेर नामाकरण गर्न सकिने यो हस्पिटल अहिले बन्दा यसरी ठप्प हुनुको कारणहरू चाँडैभन्दा चाँडै खुलाएर यो काम राम्ररी सम्पन्न हुनको लागि ध्यान दिनु जरुरत देखिन्छ। यो हस्पिटल बन्यो भनेदेखि यो भेगका जनताहरूलाई ठुलो सेवा पुग्नेछ। यो हस्पिटल बन्यो भनेदेखि यहाँका जनताहरू टाढा टाढा उपचार गर्न जानुपर्नेबाट वञ्चित गराइ यहाँबाट सेवा मिल्नेछ। आश गरौँ चाँडैभन्दा चाँडै निर्माणाधीन भएको यो भवनलाई चाँडैभन्दा चाँडै निर्माण कार्य होस् भन्दै म बिदा माग्छु। नमस्कार। शिवहरू जय नेपाल।